हेलो च्यानल वेलकम टु माई गाइज र आज हामी जाँदैछौँ नाडा अटो सो है त अस्तिको भिडियोमा हामी चाहिँ नाइमामा गएको थियौँ। मैले बाइक अस्ति लगेर चेकअप गराएँ, वास पनि गरिदियो, क्लिन देखिरहेको है त। ल लेट्स गो है त। सुरु भएको योभन्दा अगाडि वर्ष हो जस्तो लाग्छ है नाइमा चाहिँ। अगाडिबाटै जाउँ, योभन्दा अगाडिको वर्षबाट सुरु भयो नाइमा चाहिँ। नाडा भन्ने चाहिँ लगभग डेकेडभन्दा बढी भयो जस्तो लाग्छ है मलाई, नाडा सुरु भएको चाहिँ। गाडी फर्काइदिए। अब नाडामा चाहिँ एक्सएसआर 155 मलाई जहाँसम्म लाग्छ यमाहाले चाहिँ एक्सएसआर 155 लन्च गर्छ। अस्ति एकचोटि म सोरुम गएर सानो टेस्ट राइड लिएको थिएँ। सोरुममा गयो भने चाहिँ हेर्न नदिँदो रहेछ होइन, अनि लामो जस्तो रोडमै निकाल्न त दिएको थिएँ र, तर मैले सोरुमभित्र यसो घुमाएको थिएँ। मलाई चाहिँ हल्का होचो लाग्यो बाइक। अब म धेरै अग्लो भएर नि होला, तर निम्बल छ, एकदम निम्बल छ, लाइट छ, रमाइलो छ बाइक। पावर त्यस्तै छ होइन। त्यो हाम्रो एमटीको र R15 को इन्जिन छ नि त हाम्रो एक्सएसआरमा, त्यसले गर्दाखेरि पावर पनि राम्रो छ अनि लाइट पनि छ। त्यसले गर्दाखेरि चाहिँ सजिलो के यो ट्राफिकहरूमा चलाउन चाहिँ मजा आउनेवाला बाइक छ त्यो। अनि हाम्रो यात्रीको P2 पनि छ, स्कुटर निकालेको छ यात्री हाम्रो नेपाली ब्रान्डले होइन। लाइटै छैन त, वाट इज दिस म्यान। P2 निकालेको छ, त्यो पनि हेर्नुपर्छ। P2 स्कुटर भनेर निकालेर रहेछ। एक 40औं म भन्ने आएन यार, वार्षिक उत्सव 41औं वार्षिक उत्सव भएछ नि त हाम्रो नेपाल विद्युत प्राधिकरणको। ल ब्रो छिटो जाऊ। कता पार गर्ने? ल अटो सोको, नाडा अटो सोको पनि मैले टिकट लिएँ है, थ्याङ्क यू। र नाइमामा जस्तै खल्ती नै रहेछ है यतापट्टिको टिकटिङ पार्टनर पनि। त्यो भएर तपाईँहरूले चाहिँ खल्ती लोड गरेर ल्याउनुहोस्, खल्ती जानेवाला QR कोड माग्नुहोस्, अनि त्यसपछि हजुरलाई 100 रुपियाँ खल्तीमा क्यासब्याक आइहाल्छ है त। लेट्स सी वाट्सअप विथ नाडा अटो सो है त। त्यो गेम चलिरहेको जस्तो छ बेसपा। यो हेलमेटको फ्रेस पर्ट्स नाम दिनुभएको रहेछ, खास यसले गर्ने चाहिँ के हो? फ्रेस पर्ट यो एउटा चाहिँ हेलमेट सेनिटाइज गर्छ हजुर। यसले हेलमेटमा भएको जम्स, ब्याक्टेरिया लगायत जति पनि अब ऊ हुन्छ, ब्याड स्मेलहरू हुन्छ, ब्याड अडर हुन्छ, इराडिकेट गर्छ हजुर। स्विट यो गाडी जिम्मी, सुजीको जिम्मी चाहिँ मलाई मन परेको गाडी होइन। यसलाई अब मिनी थार भन्दा पनि हुन्छ, हल्का अफ रोड जाने टाइपको गाडी हो। आई थिङ्क इट्स 4x4, इट मस्ट बी 4x4 होइन। यसको बारेमा एकचोटि सर हेरौँ है त। अफ रोड टायर सिधा आउँछ। यसलाई कति रहेछ बुझौँ है त। यसको प्राइसहरू के छ, भेरिएन्टहरू के छ होला? यसको प्राइस चाहिँ तपाईँको 65 देखि सुरु छ। टप भेरिएन्टको चाहिँ 75-79 पर्छ। अहिले नाडा अफर भनेर 1 लाख क्यास डिस्काउन्ट, 1 लाख एक्सचेन्ज बोनस, 1 इयरको फुल इन्सुरेन्स, 1 इयरको ट्याक्स फ्री, रोड ट्याक्स, एसेसरिजहरू प्लस नाडा स्क्रैच कुपन भनेर मिनिमम 25,000 म्याक्सिमम 2 लाखसम्मको अफर छ यो। अनि त्यसपछि जस्तो यो टप भेरिएन्ट कुन भेरिएन्ट छ अनि के फरक छ भेरिएन्टहरुमा चाहिँ? टप भेरिएन्ट चाहिँ तपाईँको अल्फा हो,
अल्फामा चाहिँ मोनोटोन र डुअल टोन आउँछ, यो चाहिँ डुअल टोन हो। यसमा चाहिँ दुईवटा भेरिएन्ट आउँछ, कलर चाहिँ रेड, ब्ल्याक, ग्रे, वाइट, यो येल्लो भयो। हजुर हजुर भित्र फङ्सनालिटीमा चाहिँ केही फरक छैन? टप भेरिएन्टमा चाहिँ तपाईँको चाहिँ पुस स्टार्ट बटन आउँछ, अलो व्हिल आउँछ, हजुर हेडलाइट वासर आउँछ, फग लाइट हुन्छ, यही हो फरक टप भेरिएन्टमा। पावरहरूमा चाहिँ के फरक? अरू सबै सेम नै हो। यहाँ हेऱ्यो भने चाहिँ डिएफएसके नामको स्टल छ होइन, टाफे मोडलको गाडी जस्तो छ। अनि उहाँहरूले चाहिँ नेपाल्स फर्स्ट इभी भ्यान भनेर लेख्नु भएको छ। वाट डु मिन बाई नेपाल फर्स्ट इभी भ्यान होइन, त्यो कुरा सोधौँ। नेपालको पहिलो इभी भ्यान भनेर चाहिँ त्यसको मिनिङ चाहिँ के? हाम्रो नेपालमा पहिलो इभी भ्यानहरूमध्ये चाहिँ पेसेन्जर भ्यानहरूमध्ये चाहिँ यो तपाईँको पहिलो इभी भ्यान चाहिँ यो भ्यानबाट आएको हो कि खास चाहिँ। यो डिएफएसके भन्ने ब्रान्ड चाहिँ बाहिरकै हो? हजुर सर, चाइनिज ब्रान्डै हो सर। टङफेङ र सोकोन मोटर्स दुईवटा ब्रान्डले चाहिँ मिलेर बनाएको गाडी। र अब हामी फाइनल्ली चाहिँ रोयल इनफिल्डको स्टलमा आइपुग्यौँ है। ओके, यता चाहिँ मैले गोर्खा एक्सपेक्ट गरेको छु है, त गोर्खा एडिसन। तर पहिला चाहिँ हामी एकचोटि हेरौँ 450 गोरिला 450 है त, खतरा रोस्टर बाइक छ है। यतापट्टि मिटियर राख्नु भएको छ, मिटियर मेबी न्यू कलर। गोर्खा गोरिलाको कसरी छ अहिले प्राइस? हजुर गोरिल्लाको प्राइस चाहिँ 8,99,000 रुपिस छ। 8,99,000 ओके, 8,99,000 है त। 450cc को गोरिला रोयल इनफिल्डको खतरा रोस्टर बाइक हो है, प्योरली मेड फर रोड। यतापट्टि मिटियर क्रुजर भइहाल्यो। अनि यतापट्टि छ हाम्रो अवेटेड गोर्खा एडिसन अफ क्लासिक 350 है, नयाँ कलर। पहिला पनि ग्रिन कलरमा आर्मी कलरमा थियो भने अहिले चाहिँ हल्का लाइट ग्रिन छ, जुन चाहिँ बेटर म्याच गर्छ अरे कि गोर्खाहरूको युनिफर्म हुन्छ नि, त्यो कलरसित बेटर म्याच गर्छ अरे है। अरू कुराहरू चाहिँ अलमोस्ट सेम देखेँ। यसको मिररहरू चाहिँ मोडिफाइड हो कि यस्तै आउँछ? सबै यस्तै आउँछ। थ्याङ्क यू। मोडिफाइड होइन है, मिररहरू चाहिँ यस्तै आउँदो रहेछ। ल यता हामी यात्रीको स्टलमा आइपुगेका छौँ है, यात्रीको स्टलमा आइपुगेका छौँ। यात्रीको P2 को लागि यहाँ चाहिँ हेर्दै जाऊँ है त के रहेछ भनेर। यात्रीको P2 रिसेन्टली लन्च्ड P2 150 किलोमिटर्स रेन्ज रहे त। 80% चाहिँ हजुरले 20 to 80% चाहिँ हजुरले 41 मिनट्समा चाहिँ यु क्यान चार्ज इट। यु क्यान गेट 41 मिनट्समा 20 to 80 चाहिँ यु क्यान गेट द्याट चार्जिङ स्पिड। हजुरसँग 150 को रेन्ज पनि छ। सो हजुर पोखरा जानुहुन्छ भने 200 किलोमिटर छ, बिचमा जस्ट आधा घन्टा चिया खाना मात्रै रोकेर म जान्छु भन्नलाई पनि इट विल गिभ यु पोखरा जान सकिन्छ इजिली चाहिँ। र आउँदाखेरि थानकोटमा तान्दैन कि त्यस्तो हुनु परेन। इट हेज 10 किलोवाटको मोटर विथ 5.2 को एकदमै पावरफुल ब्याट्री प्याक चाहिँ हजुरले पाउनुहुन्छ यसमा। हजुर टर्क 315 न्युटन मिटर अन वेट, सो विच इज मोर देन इनफ हाम्रो लागि चाहिँ। टप स्पिड कति? टप स्पिड 90 प्लस 90 चाहिँ जान्छ। प्रब्लम हुँदैन। प्राइस चाहिँ अफसोस गर्नु प्राइसिङको लागि कुद्न पर्यो। सो यु क्यान गेस द प्राइस। हामीसँग त्यहाँ छ, वी हेभ द फर्म टु फिल अप, सो यु क्यान गेस द प्राइस। सो हजुरहरूको लागि चाहिँ कुन बेस्ट होला भनेर यु क्यान गिभ अस द हिन्ट। अब हामी सरप्राइज हुन्छौँ कि के छ? आई थिङ्क दिस इयर यु विल बी रियली रियली लाइक दिस हेज बिन मेड फर नेपाल भनेर त्यो रियाक्सन चाहिँ आउँछ। हामीले त्यसरी नै बनाएको छौँ। त्यसो भए लोवर हुन्छ भन्ने एक्सपेक्ट गरेँ मैले। एकदम एकदम प्लिज। त्यो हुनु पऱ्यो कि ओके। सब छोडेर किन्छ कि मान्छेले यहाँ किनभने हाम्रो त त्यो अप्सन नभएर हो नि। नेपालीले किन बाध्य भएर बाहिर अरू किनिरहेछन्, अप्सनै छैन होइन। त्यो अप्सन आएपछि गर्छ।
किन्छ त्यो अलिअलि केही कुराहरू त्यो हो नि त्यो चिज छ के सानो कुरा जोड्न यस पहिला चाहिँ हामीले तर त्यो तपाईँहरूले गर्नुपर्छ इन्जिनियरिङ कस्तो गर्न सकिन्छ भनेर गराइयो पहिला चाहिँ अहिले चाहिँ मान्छेहरूलाई सर्वसाधारणलाई के चाहिएको छ के चाहिएको छ यस त्यो अनुसारले चाहिँ हामीले सकेसम्म सस्तो चाहिएको छ राम्रो चाहिएको छ हाम्रो चाहिएको छ एकदमै होइन त्यही भएर हाम्रो तलै भएर हामी सिक्न जुन नेपालको लागि अटोमोटिभको लागि धेरै ठुलो छ उहाँहरूको लागि लागतले गर्दाखेरि उहाँको अहिले चाहिँ के डिफ्रेन्ट गर्नुभयो जसले गर्दाखेरि चाहिँ प्राइसिङमा यस्तो कम आउँछ ए ओके हामीले चाहिँ के गर्यो भन्दाखेरि चाहिँ हामीसँग जुन इन्भेस्टमेन्ट आएको छ नि त्यसलाई चाहिँ वी ह्याड अ बिगर R&D टिम अनि हाम्रो चाहिँ फोकस कसरी छ भन्दाखेरि चाहिँ लाइक हाउ क्यान वी स्ट्रिम लाइन द पहिला त बल्क थिएन नि त सर टु बी अनेस्ट लाइक वी डिड नट ह्याभ दि बल्क अहिलेको चाहिँ हाम्रो भिजन चाहिँ पर इयर नै 2500 प्लस स्कुटर बनाउन सक्यो हाम्रो आफ्नै फ्याक्ट्री बनाएको छ पहिला हामीले बुढानीलकण्ठमा एउटा लिमिटेड स्पेसमा बनाइरहेको थियो भने नाउ वी विल हेभ अ प्रपर फ्याक्ट्री प्रपर स्ट्रिम लाइन प्रोसेस वेयर वी क्यान डु मजाले कस्ट अप्टिमाइजेसन अनि जति पनि रिसोर्स अप्टिमाइजेसन हामी गर्न सक्छौँ वी हेभ द्याट रिसोर्स सो त्यसरी नै एउटा प्रडक्ट स्ट्रिम लाइन भएर आउँछ अनि जस्तो सिप्रतिसित जोडिनु भएको छ हजुर हजुर त्यसले चाहिँ के फाइदा भएको छ वान अफ द बिगेस्ट थिङ नेपालको लागि भनेको चाहिँ बनाउनको लागि R&D टेक्स अ लट अफ इन्भेस्टमेन्ट हामीले चाहिँ एउटा दुइटा हिट एन्ड ट्रायल होइन कि प्रपर मेसिनरिजहरू नै लिएर आएर जस्तै टेस्टर हुन्छ ट्युब बेन्डर हुन्छ जति पनि स्पेसलाइज जति पनि स्पेसलाइज मसिनरिजहरू छ नि जसले चाहिँ एउटा वर्ल्ड क्लास प्रडक्ट चाहिँ बनाउनलाई चाहिँ हेल्प गर्छ नि त्यो चाहिँ हामीलाई चाहिँ त्यो सहायता अनि उहाँको जुन आफ्टर सेल्स सर्भिस त हजुरलाई थाहै छ टाटाको र उहाँहरूको नेटवर्क कस्तो छ हजुरलाई थाहै छ सो वी क्यान टेक एडभान्टेज अफ द्याट अनि वी क्यान रिच टु इभन मोर पिपल जुन चाहिँ हामी पहिला लिमिटेड भएर मेबी भएको थियो मतलब स्ट्रक्चर्सहरू चाहिँ एकदमै इन्फ्रास्ट्रक्चर हजुरको एक्सपिरियन्स सेन्टर हजुरको सर्भिस सेन्टर हजुरको प्रोडक्सन प्लान्ट नै सबैमा उहाँहरूले एकदमै ठुलो योगदान दिनुभएको छ सो वी आर गुड मुभ भयो एकदमै वी आर थिङ्किङ अफ एचिभिङ इभन हायर पहिलाको भन्दा पनि थ्याङ्क यू सर थ्याङ्क यू हजुरको नाम विकास रेग्मी यसमा ब्याट्री सिस्टम इन्जिनियर ओके यसले कहाँ पढ्नुभयो तपाईँले मैले पश्चिमाञ्चलमा गरे हो यो मेकानिकल अनि त्यो पछि चाहिँ हुन्डाईमा 3 वर्ष काम गरेँ जहाँ चाहिँ मैले कोनामा काम गर्न पाएँ अनि त्यो पछि चाहिँ म यहाँ 2 वर्षदेखि त ब्याट्री डेभलपरमा काम गरिरहेको छु भेरी गुड थ्याङ्क यू नाइस टु मिट यु ल यो त गेस गर्नु भन्नुभएको छ दिस इयर वी आर गोइङ टु बी सरप्राइज है अब त्यसै गरी अब हामी जान्छौँ यतापट्टि नभुलिकन यामाहाकोमा जाऊँ है त यामाहाकोमा जाऊँ अफकोर्स 107 देखाइरहेको छ यसरी देखाउनु पऱ्यो कि मैले अस्ति एकचोटि सर टेस्ट राइड चाहिँ हानेको थिएँ होइन मेरो लागि चाहिँ लास्टै खोज्छु जस्तो लागेको थियो यो बाइक यसको प्राइस चाहिँ कति होला 569,900 59,900 ए यो मोडल के भन्नुभयो हजुर यो मोडल ब्ल्याक कलरमा यसमा कलर वाइज छ तपाईँको प्राइसहरू तपाईँको रेड कलरमा तपाईँको 539,900 हो हजुर अनि तपाईँको सिल्भर कलरमा तपाईँको 544,900 को हजुरको 3टा कलरमा छ यो हजुर XSR 155 यस्तो कुल देखिने बाइक छ यार पेन्टहरू लगाएर पुरै हेर्दाखेरि प्रिमियम फिनिस छ क्या बाइकको यतापट्टि चाहिँ ब्ल्याक र रेड कलरमा रहेछ ए ब्ल्याक भनेर ग्रे र रेड कलर ब्ल्याक यतापट्टि के राख्नु भएको रहेछ त R15M R15M 115S के फरक छ त यो R15M र S मा चाहिँ के छ R15 अब यो चाहिँ तपाईँको एम चाहिँ नयाँ 2026 मोडलको आएको जुनमा चाहिँ तपाईँले TFT पाउनुहुनेछ होइन अहिले नयाँ अपडेट भएर आएको भनेको लाइटहरू सबै LED लाइटमा आएको छ इन्डिकेटर्सहरू अनि DRLहरू सबै LED आएको छ यो S भनेको चाहिँ हाम्रो पुरानो जुन R15 V3 थियो त्यसलाई नै त्यो लेगेसी कन्टिन्यू गरेर आएको हो यो चाहिँ अहिले BS6 मा E20 फ्युल कम्प्लायन्स भएर र सिङ्गल सिटमा आएको छ यो चाहिँ मेन डिफ्रेन्स चाहिँ त्यो नै हो थ्याङ्क यू सर लुन्ड्री